आदरणीय दर्शकवृन्द नमस्ते। सधैँ चाहिँ आज पनि एउटा फरक भिडियो ल्याएर यहाँको समक्ष उपस्थित भएको छु। आजको विषयवस्तु चाहिँ विशेष गरेर शिक्षासँगै केन्द्रित रहन्छ। त्यसमा पनि आज विशेष गरेर यो विद्यार्थीहरूले गरेको एउटा नौलो अभ्यास र त्यो अभ्यासमा विद्यालय र विद्यालय व्यवस्थापन समिति लगायतको जिम्मेवार निकायले गरेको सहयोगले भएको एउटा सफलता, एउटा विद्यालयले गरेको नवीनतम अभ्यासको बारेमा यहाँ समक्ष चर्चा गर्नेछु म। र हामीले त्यो अभ्यासको भिडियो समेत हेर्नेछौँ। बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकामा रहेको एउटा विद्यालय जसले विद्यार्थीहरूलाई कक्षा कोठामा भित्र मात्रै सीमित नरहेर फिल्डमा पनि व्यवहारिक ज्ञान दिनुपर्छ भन्ने उद्देश्यले एउटा नौलो कार्य गरेको छ। ठाकुरबाबा नगरपालिकाभित्र रहेको भव्य शिशु माध्यमिक विद्यालयले यस वर्ष विद्यार्थीहरूलाई परिश्रमको महत्त्व बुझाउनको लागि र विभिन्न विषयवस्तुसँग सम्बन्धित रहेर प्रोजेक्ट वर्कमा सहयोग पुग्ने उद्देश्यका साथ धान खेती गरेको छ। विद्यालयले मल, बिउ जस्ता क्रियाकलापमा लगानी गरेको छ भनेपछि भाइ बहिनीहरूले परिश्रम गर्नुभएको छ। सो परिश्रममा प्रत्यक्ष रूपमा र अप्रत्यक्ष रूपमा विद्यालयको विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ त्यस्तै गरेर विद्यालयका शिक्षकहरूको सहभागिता रहेको कुरा सो विद्यालयका प्रधानाध्यापक शङ्कर आचार्यले जानकारी दिनुभएको छ। हामीले आज ती विद्यार्थीले रोपेको धानको अहिले यो समय भनेको धान काट्ने हो, त्यो रोपेको धानको अवस्था कस्तो छ, के कतिमा रोपेका थिए र त्यो काटिरहेको भिडियो यहाँ समक्ष प्रस्तुत गर्नेछौँ। यो एउटा नौलो अभ्यास हो। विद्यार्थीहरूलाई एउटा परिश्रमको महत्त्व बुझाउने कार्य पनि हो र सँगसँगै यो विद्यार्थी सिकाइ भन्ने कुरो कक्षा कोठा मात्र हुँदैन है भन्ने कुराको एउटा जानकारी पनि हो। यो राम्रो प्रयास लागेर मलाई यहाँ समक्ष त्यस विद्यालयले गरेको यो कार्यको भिडियोहरू प्रस्तुत गर्न गइरहेको छु। मलाई आशा छ यहाँहरूले सो भिडियोलाई अन्तिमसम्म हेरेर आफ्नो प्रतिक्रिया दिनुहुनेछ। धन्यवाद। जो कार्य गरे एकदम राम्रो काम, नसिकेको बच्चाले पनि सिक्छ। यो एकदम राम्रो लाग्यो मलाई त। त्यही भएर सबै भाइ बहिनीहरूलाई सहित स्कुल प्रशासनलाई एकदम धेरै धेरै धन्यवाद दिन चाहन्छु। अरू स्कुलले पनि यसको सिखो गरोस्। यो नेपाल सरकारको काम गर्दै सिक्दै कमाउँदै काम गर्दै सिक्दै का लागि सञ्चालित विभिन्न परियोजनाबाट हामीले यो सिकाइ गरेका हौँ। त्यस क्रममा यसलाई अतिरिक्त क्रियाकलाप अन्तर्गत राखेर यस भव्य शिशु मन्दिर माध्यमिक विद्यालयले असार 14 गते यो धान रोपाइ गरेको थियो। करिब यो 8 कट्ठामा रोपाइ गरेर बालबालिकालाई आम्दानी गर्न त खोजेको होइन, तर बालबालिकामा आवश्यक पर्ने केही सिपहरूको विकास गर्न सामाजिक विषय अन्तर्गत राखेर हामीले परियोजनालाई यसलाई जोड दिएका छौँ। विशेष गरेर धन्यवाद विद्यालय प्रशासन र हाम्रो विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यूलाई पनि जान्छ, किनभने विद्यालयमा केही न केही रचनात्मक काम गर्नुपर्दछ भनेर लागेको अवस्था हो र नेपाल सरकारले दिगो विकासका लागि सिप परियोजनासँग सम्झौता गरेर पढ्दै कमाउँदै भन्ने कार्यक्रमलाई जुन आत्मसात गरेको छ, त्यही कार्यक्रमको अन्तर्मर्म नमर्ने गरेर विद्यालयले कक्षा 10 मा पढ्ने विद्यार्थीहरूलाई जीवन उपयोगी सिप, खास गरेर चाहिँ पढाइ सँगसँगै कमाउनु पनि सिकाउनु पर्छ भन्ने मान्यतालाई ध्यानमा राखेर यो कार्यक्रम सञ्चालन गरिएको हो। अभिभावकहरूले पनि यस्ता काममा एकदमै साथ दिनुभएको छ, सपोर्ट गर्नुभएको छ। विद्यालय व्यवस्थापन समितिले पनि त्यसरी गरेको छ र हामी नेतृत्वमा हुँदाखेरि केही न केही नयाँ काम गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ। हामी आफै पनि लागेका छौँ, विद्यार्थी पनि लागेका छन् र समग्रमा विद्यालयले यो कार्य चाहिँ सम्पन्न गर्नमा सम्पूर्ण सरकारवालाहरूको महत्त्वपूर्ण योगदान छ। विशेष गरेर कक्षा 10 का भाइ बहिनी र सम्पूर्ण विद्यालयका शिक्षक स्टाफप्रति हार्दिक धन्यवाद सहित यो कार्य सम्पन्नताको चाहिँ शुभकामना व्यक्त गर्छु। धन्यवाद। तुम कर
前的就这些，但是偏门不这里。